घर लाने दाजुभाइ दिदीबहिनीहरू समुदायहरू बस्दै आउनु भएको छ लामो वर्षदेखि र उहाँहरूको मुख्य आय चाहिँ सुन छान्ने अनि माछा मार्ने नै हो र अहिले पनि त्यही नै यथावत छ। अनि र मैले पनि सानोमा सुन्दै आएको कुराहरू थियो, तर अहिले पनि जब हामी आउँछौँ भने यो समुदायमा यही काममा उहाँहरू तल्लीन भएको देख्छौँ। अनि आज हामी चाहिँ एकजना आन्टी भनौँ दिदी भनौँ उहाँको सानो अन्तर्वार्ता लिन गइरहेका छौँ र उहाँहरूले कसरी छान्नुहुन्छ, कसरी गर्नुहुन्छ, सुन कसरी निकाल्नुहुन्छ, यी सबै कुराहरू उहाँले छोटकरीमा हामीलाई भन्दै हुनुहुन्छ। अनि हुन्छ हामी उहाँको अन्तर्वार्ता यसरी अलि अग्लो यसरी राख्नुपर्छ, त्यसपछि यसमा चाहिँ ल्याएर अनि के रे धुनुपर्छ पानीले, धेरै माटो भएकोलाई यसरी हामीले उठाउनुपर्छ, त्यो उस्तो सबै बगोस् अनि माटो जति अनि सुन जति यता आओस् भनेर धेरै गर्नुपर्छ। त्यही त भन्दैछु चाहिँ सरफ मिलाउने गर्छौँ र यो चाहिँ हजुर हजुर यसलाई सफा गर्नको लागि डल्लो बनाउनको लागि पनि यसरी नै हो तरिका। यसरी हामीले सफा गरेर अनि त्यसपछि एउटा कोइलामा अनि सानो खगिलो पारेर अनि त्यसमा चाहिँ हामी सुहाग हुन्छ अनि अर्को चाहिँ यो सिमीको पात र त्यो के भन्छ सालको पातमा चाहिँ हामी डल्लो बनाउने गर्छौँ। सालको पात त्यो सालकै पात हुनुपर्छ कि अरू कुनै पनि पात? खास सिमीको पातमा पनि हुन्छ। किन खास त्यो पात विशेष गरी त्यो छान्नुको कारण अरू पातमा हुँदैन? अरूमा चाहिँ हामीले विचार गरेर छैन बाबु त्यस्तो खासै। अनि यसमा चाहिँ यो चाहिँ
यो चाहिँ एउटा सिमीको पात र त्यो सागको हुन्छ नि त्यो सुकेको हुन्छ अनि त्यो भिजाइदिन्छौँ अलि नरम भइसकेपछि त्यसमा राखेर अनि कोइलामा राखेर अनि आगोमा फुक्नुपर्छ। अनि उहाँले चाहिँ सुन छानिसक्नु भएको छ र कसरी हामीले छान्न सक्छौँ होइन। मेरो नाङमा हातले चाहिँ यो सुनलाई छुन हुँदैन होइन। अनि यदि मैले सरफले चलाएको छु भने मैले छुन सक्छु, नत्र मैले छुन सक्दिनँ। त्यसै कारण अब हेरौँ त यो सुन चाहिँ निक्लिसकेको छ, देखिसकेको छ, निकालिसक्नु भएको छ उहाँले। अब यसलाई चाहिँ हामीले के गर्नुपर्छ अरे, अब आगोमा सुहाग राखेर यसभित्र राखेर कि एउटा पातमा यो सुन राखेर अनि त्यसपछि कोइलामा सानो खोबिल्टो पारेर अनि त्यसपछि त्यो पातमा बेडेर अनि सुहाग हालेर अनि त्यसमा राखेर अनि आगोमा। यतिको सुन निकाल्न तपाईँलाई कति समय लाग्यो? भएको ठाउँमा त एकचोटिमा पनि आउँछ, यो भन्दा पनि बढी आउँछ। गाह्रो पर्छ। हप्ता दिन भन्नाले नभएको ठाउँमा त हप्ता पहिला त्योभन्दा बढी पनि लाग्न सक्छ। नभएको ठाउँमा एक दुईवटा मात्रै आउँछ, तर भएको ठाउँमा त पत्ता लाग्ने बेला नै यति आउँछ। भएको ठाउँमा यसको कति लाल हुन्छ यो? एक चामल जति पुग्ला। यसको डल्लो गराएर एकदमै सानो हुन्छ। यो बालुवा जस्तै छ र यस्तो गराइदिएँ मैले धेरै देखेँ। ढुङ्गा त्यसलाई के भन्छ गरे होइन, त्यो के ढुङ्गालाई के भन्छ? यहाँ स्टिमर आउँदैछ। हेर्न सक्नुहुन्छ बाहिरका मानिसहरू चाहिँ वारी आएका छन् यो स्टिमरमा बाट हेर्न सक्नुहुन्छ। पारि जाँदैछ। हेर्न सक्नुहुन्छ एकदमै समस्या गाह्रो छ। ओके उता त जानु। ओके हामी चाहिँ अब चढिसकेका छौँ। अब हामी आइपुग्यौँ। हेर्न सक्नुहुन्छ दिदीहरूले यसरी सुन चालिराख्नु भएको छ। यो बालो देखेछ नि, यो बालो ये बालोले नै हामीलाई जानकारी दिइहाल्छ। यो पहिला मिक्स खै कहाँ पहेँलो छ नि त प्रभु? खैरो पहिलो भन्नाले खैरो कि त्यो खैरो खैरो छ नि त होइन, ब्राउन ब्राउन। कहाँबाट खनेर निकाल्नु हो बालुवा? यो पनि निकाल्नु भएको खनेर। फेरि यसको सिटिङ छ नि, यसको पालो। भनेपछि यो पुरा जुन फोहोर बालुवा हुन्छ नि, भनौँ नचाहिने बालुवा, तिनीहरू सब जान्छ अनि अरू मात्र रहन्छ। खै टाँसेको मैले देखिनँ। ल फेरि गर्नु त। अब निकाल्छ यो चाहिँ बगिरहेछ कि नै भनेर चेक गर्छ। हेर्न सक्नुहुन्छ यहाँ चाहिँ यस ठाउँमा चाहिँ यसरी सुन चालेर लाइभ गर्ला छ लाइभ होइन
सक्नुहुन्छ यो कर्णाली चाहिँ कर्णाली भयो यसलाई के भन्छ बफर परिदियो ओके अब हेर्न सक्नुहुन्छ फाइनली यो चाहिँ सुन निस्केको छ धेरै प्रक्रिया गरेर हाम्रो दिदीहरूले धेरै मेहनत गर्नुभएको छ हेर्न सक्नुहुन्छ यसको अवस्थामा गरेर फाइनली हामीले गोल्ड हेरेका छौँ माथि माथि गएको छ उहाँले यस्तो मजाले छान्नु भएको छैन होइन अब सुन छानी माथि आएको छ ल हेर्नुहोस् सी गोल्ड सी गोल्ड आहा कसै पछाडि पनि खाँदो रहेछ नि मैले साँच्चै एउटा कुरा भन्छु यस्तो टिप्ने यति गाह्रो हुन्छ ल भने जस्तो लाग्थ्यो त सुन त ट्याक्कै छुट्टिँदो रहेछ त सायद काठमाडौँ चुम्बक होला क्या गोल्ड ओ माय गॉड यहाँ के भन्छ ठुलो खालको मेसिन सुन छान्ने मेसिन भयो भने त डल्लाको डल्ला आउँछ क्या सुन डल्लो त नै तर धेरै